यसका बाद यहाँ एउटा पाटो पैजना रमाउने हैन। यहाँ चाहिँ हाम्रो के हुन्छ के बिहे कहिले गर्ने? बिहे चाहिँ गर्दैन गर्ने। मैले एउटा कुरा भन्न छुटाएँ साथीहरु। कुरा के भने हिजो कालरात्रिको दिनमा झगडा परेको थियो। त्यो भिडियो मेरो युट्युब च्यानलमा छ। जस्ताको जस्तै तपाईहरुले हेर्न सक्नुहुन्छ। रामेर यो आइसल यस्तै गरेर कोटरमा आउन पुरुष बस यति भए पुग्यो। हो ल ल धन्यवाद ल। चाहिँ अब यसमा गोली प्रसाद छ हैन। यो गोली प्रसाददेखि अब मनको इच्छाहरु पूरा गर्ने अब मनको चाहिँ अब चाहना पूरा गर्ने जस्तै अब यहाँहरुले धेरै विश्वास गर्नुहुन्छ यहाँको अब जनताहरुले। हजुर नमस्ते साथीहरु, वेलकम सबैजनालाई। अहिले हामी प्युठान जिल्ला जिम्रू गाउँपालिका वार्ड नम्बर 7 तुसारामा अवस्थित तुसारा कोटमा छौं। आज प्युठान जिम्रू गाउँपालिका वासीहरुको एकदमै ऐतिहासिक दिन हो अथवा आजको दिन एकदम महत्त्वपूर्ण दिन रहेको छ। दशैंको लागि हामीले आजको अघिका दिनहरु भन्दा आजको दिनलाई विशेष रूपमा लिने गर्छौं किनभने आज जिम्रू गाउँपालिका तुसारा कोटमा विशेष मेला लाग्ने गर्दछ। विशेष मेला तपाईहरु यो भिडियोमा पुरा देखि नै हाल्नुहुन्छ। अझ विशेष भनेको हामी चाहिँ साथीभाइहरु मुख्य ठाउँ भनेको साथीभाइसँग भेटघाट हुने भनेको आफ्नो मेला हो। टाढा टाढा छुटिएका साथीहरु जो विदेश जानु भएको हुन्छ, दशैं भनेर घर फर्किनुहुन्छ, पढ्न भनेर काठमाडौँ अथवा बजारतिर जानु भएको हुन्छ, सबै गाउँमा फर्किने हुन्छ। त्यस्तो बेलामा हामी भेटघाट भएर आफ्नो दुःख सुख साट्ने भलाकुसारी गर्ने दिन रहेकाले हामीले यस दिनलाई अझ विशेष महत्त्वको दिनका रूपमा हामीले लिएर कोटमा जम्मा हुने गर्छौँ। अरु बाँकी हाम्रो भिडियोबाट देखाउने हामी दुईटाको भेट पनि 1 वर्षपछि भएको कारण चाहिँ यही कोटको मेला हो। हामी जहिले एक वर्षमा भेट हुन्छौँ। भेट हुने कारण भनेको यही कोट हुन्छ, यही दशैंको नवमीको दिन हुन्छ। अब टीका लगाउने अर्को दिन हामी सट्टा आफ्नो काममा जाने, अगाडिको दिनहरुमा पनि यस्तो काम गर्नु हुने अवसरै मिल्दैन। त्यसैले त्यो दिनलाई हामीले विशेष महत्त्वको दिनका रूपमा लिन्छौँ। आज चाहिँ हामी लुम्बिनी प्रदेश प्युठान जिल्लाको चाहिँ जिम्रू गाउँपालिका वार्ड नम्बर 7 तुसाराको कोटमा चाहिँ विशेष आज नवमी मेलामा चाहिँ हामी भ्लग बनाउँदैछौँ। ल ओके ल हामी साथीहरु चाहिँ यहाँ हेरिरहेका छौँ। त्यसो राजा हाम्रा साथीहरुलाई बसिरहेका छन् है। रमाइलो दशैं होला त यार नोट लाग्छ त होला। यहाँ चाहिँ कोला हुन्छ रमाइलो देख्यो आफ्नो भाइको रड लाग्ने पुजारी आउने बेला भइसकेको छ। पछि चाहिँ बबाल हुनेवाला चाहिँ हामी तपाईहरुलाई यहाँ पाडा छन्। बिस्तारै बिस्तारै हामी चाहिँ नजिकका साथीहरु आइराख्ने ल बबाल रमाइलो लाग्छ। नजिकको एकदम साथीहरु चाहिँ आइसक्नु भएको छ। उहाँ धेरै वर्षपछि हाम्रो भेट हुँदैछ। हाम्रो भेट भयो। अब हामी चाहिँ हाम्रो बीचमा भेट भयो। 12:30 चाहिँ यहाँ चाहिँ पारी लिएर चाहिँ पाडा पर्ने ठाउँ हो। केही समयपछि हाम्रो चाहिँ पारी त्यो स्नानबाट चाहिँ पुजारीहरू आउँदै हुनुहुन्छ बाटोमा। केही समयपछि चाहिँ तपाईँहरूलाई हामीले प्रत्यक्ष रूपमा चाहिँ पाडा तथा मोकाको चाहिँ बलि चढाएको चाहिँ
हाम्रो फाइनली चाहिँ साथीहरूसँग भेट भइसकेको छ। ठिक छ हजुर ठिक छ। फाइनली हाम्रो साथीहरूसँग हामी भेट भइसकेका छौँ। फोन गरेर उहाँले फोन उठाउनु भएन। एकदम रमाइलो भइरहेछ। अब बिस्तारै साथीहरूसँग चाहिँ भेटभाट परम जारी छ हाम्रो। हामीलाई चाहिँ सहरले चाहिँ अब अलि अघि आयो बोको ल्याएर आएको त्यहाँ बसिरहेको थिएँ। हात भनेर मैले अर्कैको हात समातेँ ओ गोविन्द सर के छ यार? के छ? हामी चाहिँ अहिले यो कहाँ रे तुषाराकोट स्नेक हलका प्रवेशद्वारमा आइसकेका छौँ। हाम्रो साथीहरूसँग भेटघाट भएको छौँ। एकदम रमाइलो छ। यो च्यानलको नाम भनौँ त। दसैँ यो एकदम रमाइलो हुन्छ। नमस्ते साथीहरू, म नवीन घिमिरे। मेरो युट्युब च्यानलको नाम रहेको छ आफ्नै कुरा। तपाईहरु सबैले मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। उहाँ हुनुहुन्छ अर्को फेरि। नमस्ते सबै साथीहरूलाई नमस्ते। मेरो नाम समन्द्र गिरी। मेरो च्यानलको नाम यानेस नेटवर्क। यानेस नेटवर्कमा गएर पुरै यानेस नेटवर्क चाहिँ भित्रका सबै भिडियोहरू हेर्न सक्नुहुन्छ। एकदम बवाल मैले एउटा कुरा भन्न छुटाएँ साथीहरू। कुरा के भने हिजो कालरात्रिको दिनमा तुषाराकोटमा झगडा परेको थियो। त्यो भिडियो मेरो युट्युब च्यानलमा छ। जस्ताको जस्तै तपाईहरुले हेर्न सक्नुहुन्छ। तपाईहरुलाई कस्तो लाग्छ कोर्टमा आएर झगडा गर्नु राम्रो हो या होइन, त्यसलाई के कारबाही गर्नुपर्छ अथवा त्यसलाई के गर्न सकिन्छ, तपाईहरु मिठो कुराहरू जानकारी आफ्नो कमेन्ट मार्फत दिन सक्नुहुन्छ। भन्दा मेरो अलिकति फरक छ। उहाँले चाहिँ तुषाराको मात्र चाहिँ झगडा हेर्नुभयो भने मैले देशको झगडा र राजनीति बारेमा चाहिँ हरेक कुराहरूमा चाहिँ विभिन्न एंगलबाट चाहिँ पस्किने जमर्को गरिरहेको छु। एकचोटि अलिकति गलत भन्नुभयो साथीहरू। मेरो भिडियोमा तातो खबरहरू आउने गर्छ। हिजो जिम्री पर्यो, मैले जिम्री भिडियो बनाएँ। मेरोमा चाहिँ तपाईहरु के छ त भ्लग आइरहन्छ, डेली भ्लग। कति के भइरहेछ, के भइरहेछ भन्ने कुरा। ती जग्गा भ्लगहरू हाम्रो सरहरूलाई भेट्न लाग्छौँ। दसैँका भ्लगहरू आउँछन् भोलि। हैन नमस्ते हामी जोडिएर भेट भइरहेछ अहिले। आइरहेछ एकदमै। यहाँ चाहिँ हाम्रो छिमेकी दाई जगतजीसी दाई हुनुहुन्छ। के भन्छ जगतजीसीको दाई मोहनजीसी हुनुहुन्छ। दुई भाइको नाम देखि चाहिँ आउँछन् के भ्लग एनजीटीपी भ्लग एनजीटीपी भ्लग भनेर सर्च गर हैन, बब्बाल आउँछ। ल हामी चाहिँ चिसो हावा खान गइरहेका छौँ। अब ल साथीहरू चाहिँ के छ कि भाइहरूलाई ल भन्नुपर्ने। एनजीटीपी भ्लग 50K सब्सक्राइबर छन् है। 50K छन् सब्सक्राइबर। ल हेर है, म चाहिँ सब्सक्राइबर चाहिँ भनेन कति छन् भने यानेस नेटवर्क पनि छ है। यानेस नेटवर्कमा गएर तिमीले उ गर सबैले चाहिँ ल सबैले सिन एकदम बवाल छ। मान्छेहरू एकदम धेरै हुनुहुन्छ। यहाँ कतिपय चाहिँ यतातिर यसो यहाँ चाहिँ के छ गर्लफ्रेन्ड बोयफ्रेन्ड भेट्ने एरिया हो यो चाहिँ। केही छ भाइहरू। ल एनजीटीपी भ्लग है। ल एकदम भाइहरूले एकदम लाइभ सब्सक्राइब हानिसकेका छन्। लाइभ सब्सक्राइबर हानिसक्यो मेरो भाइहरू। भिडियोमा आउँछ है बाबा। सबले गरिदिनु पर्यो, भिडियो फुल हेर्न पर्यो होइन। माया गर्नु पर्यो एकदम। नवमीको दिनमा यस स्थानमा चाहिँ धेरै पहिलेदेखि वर्षौँ पहिलेदेखि पूजाआजा अथवा मेला लाग्ने गर्छ। यसमा करिब 100औं सङ्ख्यामा पाडा पाठा विभिन्न चलन छ। आज यसै दिन, आज नवमीको दिनमा पारिरहेको स्ना थानमा कालीपाठी चलन पनि रहेको छ। कालीपाठीहरू पाडा पाठा
बलि चढाएर गोब्रेकाटहरू मनाइने यो पर्व हिन्दूहरूको एकदम महान पर्व हो, ठुलो पर्व हो। अहिले हामी अब कोर्टतिरै प्रस्थान गर्दैछौँ। यहाँहरूले देख्न सक्नुहुन्छ कोर्टमा विभिन्न पूजाआजा भएको त्यो धुवा पनि निस्किरहेको छ। अहिले हामी कोर्टको गेट नेरै छौँ। इख्ना खड्ग प्रवेशद्वार भनेर यसमा एउटा झन्डा पनि झुन्डाइएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ विभिन्न दर्शकहरू आएर आफ्नो सिट अथवा आफ्नो स्थान कब्जा गरेर बसिरहनु भएको छ अथवा आफ्नो ठाउँलाई बुक गरेर बसिरहनु भएको छ। देख्न सक्नुहुन्छ यतातिर होटल पनि सञ्चालन भइरहेको छ। यसरी बारीमा स्थानीय व्यक्तिहरूद्वारा चाउमिन पकौडाहरू बनाएर खुवाउँदै हुनुहुन्छ। तपाईँहरू त्यो पनि देख्न सक्नुहुन्छ। कोर्टलाई अझै व्यवस्थित गर्ने तरिकाले चाहिँ यतिकै भिडियो बनाउँदै हिँड्दा छ मामा। अहिले हामीसँग हाम्रो मामाहरू भेटिनु भएको छ। मामा यहाँ पनि मेरो मामा, यहाँ पनि मेरो मामा हुनुहुन्छ। मामाहरूसँग पनि भेट भएको छ हाम्रो। देख्न सक्नुहुन्छ हजुर। यसमा अलिकति अगाडि बिहेमा पनि भेट भएको छैन मामा। हाम्रो एकदमै निराजन जीसीले एउटा युट्युब च्यानल खोलेको छ। उसको युट्युब च्यानल फलोस भनेर तपाईँहरू सबैले शुभकामना दिनुहोस् न त। त्यही त अनि केही बोल्नुहोस् न तपाईँलाई यता बोल्नुहोस् क्या बोल्नुहोस् कि यहाँनिर यति भए पुग्यो हो। ल ल धन्यवाद। ल तपाईँ पनि केही बोलिदिनुहोस् न। तपाईँ देख्न सक्नुहुन्छ हामी एकदमै यो सुन्दर ठाउँमा आइसकेका छौँ। अगाडि बढ्दैछौँ। हामी गेटको नजिक आइपुगेका छौँ। कोर्टलाई अझै व्यवस्थित गर्ने तरिकाले विभिन्न सिडीहरूको पनि निर्माण गरिएको छ। देख्न सक्नुहुन्छ एकैसाथ एउटै भिडियो आउने गर्दछ। तपाईँहरूले आफ्नै कुरा अनि त्यसपछि क्यानियस नेटवर्कमा पनि हेर्न सक्नुहुन्छ। अनि त्यसपछि एनजिटिभी भ्लगमा पनि आउँछ। खाजा पनि हामीले एकचोटि खाएर ट्राई गर्नेछौँ। अनि पछि अहिले चाहिँ हामी भर्खरै खाना खाएर आएको भएर हामी खान सक्दैनौँ। त्यसो भए तपाईँले केही समय वेट गर्नुपर्ने हुन्छ। ल हामी दुईतिर एकचोटि भ्लग भइरहेछ हैन हाम्रो चाहिँ हाम्रो यतातिर। ल सबैजनाले च्यानल सब्स्क्राइब गरिदिनु ल भन न भाइ। ल यहाँ धेरै धेरै धन्यवाद भाइ है। भाइले भने जस्तै सबैले मानिदिनु होला, सबैले सब्स्क्राइब पनि गरिदिनु होला। अहिले हामी निरन्तर भिडियोको अभियानमा छौँ। हामीले देखाइरहेका छौँ। हाम्रो सबै सब्स्क्राइबरहरू तिनीहरू चाहिँ हाम्रो है
सबैले तपाईँहरू पनि गएर हाम्रो यस्तै ग्रुपमा जोडिन चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। फटाफट चाहिँ सब्स्क्राइब गर्नुहोस् एनएस नेटवर्क आफ्नो कुरा र यो एकदम आइहाल्छ र सबैजना साथीहरू मिलेर प्रतीक्षामा बस्नु तपाईँहरुको प्रतीक्षाको फल एकदम मिठो हुन्छ। कोटको पूजा गरौँ अथवा कोटको जगेर्ना गरौँ सबैले मिलेर कोटमा चाहिँ दर्शन मात्र होइन पुरानो रीतिरिवाज सबै ठिक छ गरौँ। नवमीनको साथी भेट्नु भएको छ एनजिटिभीबाट चाहिँ एनजिटिभीबाट प्रत्यक्ष प्रसारणमा हामी आइरहेका छौँ। तपाईँहरूले यो भिडियो जसरी हुन्छ हेर्नै पर्ने हुन्छ साथीहरू। देशको स्थिति मात्रै के बुझ्ने हामीसँग हाम्रो साथी पनि भेटिनु भएको छ यहाँनिर। ल के छ के राजा कमला खाँदै के खान्छौ कमला सुन्तला कि अमला हाम्रो दसैँ तिहार भनेको हो क्या रमाइलो ट्याक्क भेटघाट हुने होइन। साह्रै मिठो मेला भन्ने केही छैन यहाँ भनेको रमाइलो भेटघाट हो। साथीहरूसँग भेटघाट भइरहेको छ मजासँग। ल भाग्यमा रहन्छ यार भाग्यमा ठिक छ मेरो भाग्य भने यस्तै हो। मेरो भाग्य भने यहाँ भ्युअर्स हो साथीहरू अगाडि साथी देख्न सक्नुहुन्छ तल खोरखोरे पनि यसरी खेलिन्छ है साथीहरू। खोरखोरे तपाईँहरूले लङ्गुर गुर्दा भनेर पनि चिन्नुहुन्छ होला। यहाँ विभिन्न तलको ठाउँमा एक ठाउँ यो दुई ठाउँ यहाँ तीन ठाउँ यहाँ चार ठाउँ किसिम छ घरघरे खेलाइ पनि यो पारीको कुदा साथीहरू एकदमै राम्रो छ है। स्तर उन्नति भइरहेको छ। विभिन्न दर्शकहरू आउने जाने क्रम चलिरहेको छ। भिडभाड छ। आज यही गर्दै गर्दा हाम्रो कान्छो पनि भेटिसक्यो। कान्छो केही भन्नु त यो च्यानलको लागि। ल हाम्रो च्यानल हेरेर कोही मान्छे आउँदै हुनुहुन्छ भने हराएको मान्छेको ठेगाना बताइदिए भेटिन्छ। हेलो अङ्कल नमस्ते सन्चै हुनुहुन्छ? मेला हेर्न आउनु भएको? यो मेला हेर्न तपाईँ पहिलेबाटै आउनुहुन्थ्यो है? तपाईँ यहीँको स्थानीय हुनुहुन्छ? स्थानीय। कति वर्ष हुनुभयो? म 52 वर्ष। 52 वर्षमा प्रत्येक वर्ष मेला हेर्न आइरहनु। यो कोटको बारेमा त्यसपछि यो मेलाको बारेमा केही कुरा बताइदिनुहोस् न। यो कोटमा चाहिँ नि यो धेरै पहिला यो भुरे ठाकुर र राजाहरू आएर यहाँ बसेर छन्। हजुर भुरे ठाकुरहरूले राजाहरूले कोट भन्थे त्यो दरबारलाई। त्यो दरबारमा चाहिँ नि अब बलि प्रसाद दिने चलन थियो। हजुर त्यो चलनलाई अब त्यो भुरी प्रसाद हट्यो अहिले होइन। त्यो हटेपछि बलि प्रसाद दिने चलन छ यहाँ। हजुर धेरै प्राचीन हो यो आजको होइन यो धेरै पहिलाको यो। कति वर्ष पुरानो परम्परा होला यो तपाईँको विचारमा? यो धेरै यो स्थापनादेखि हो। कति स्थापना कालदेखि नै यही चलन छ होइन? यहाँ चलन छ। आशा चाहिँ के छ मेन यहाँको के को आशाले गर्दा यहाँ मान्छेले पूजा गर्ने गर्छन्? चाहिँ अब यसमा बलि प्रसाद छ होइन। यो बलि प्रसाददेखि अब मनको इच्छाहरू पुरा गर्ने अब मनको चाहिँ अब चाहना पुरा गर्ने जस्तै अब यहाँहरूले धेरै विश्वास गर्नुहुन्छ यहाँको अब जनताहरूले। हजुर भने यहाँ चाहिँ पाडा पाठा कुबिन्डाहरू चढाउनाले मान्छेको मनोकांक्षाहरू पुरा हुने विश्वास छ। हजुर त्यो भगवमी छ भन्ने भनाइ छ। विश्वास गरेर मान्छेहरूले पूजा आजा गर्छ। यत्रो चाहिँ यो धेरै प्राचीन हो यो। अनि एउटा मलाई सोध्न मन लागेको कुरा यो कालरात्रिको पारो विष्णु थानमा झिलिक्क बत्ती बोल्छ भन्छन् यो कुरा साँचो हो कि यो भरम फैलाको? अलि यो मैले भन्न सक्दैन होइन। हजुर पहिला बोल्थ्यो रे। हजुर जुन पहिला जुन अब सतयुग अब कुनै त्रेता युग हुन्छ। हजुर हजुर त्यो बेलामा अलि चाहिँ त्यो मैले देख्दैन। तपाईँले भन्न सक्नु ठ्याक्कै के छ अरू यो? अहिले हामीले चाहिँ यहाँ बलि प्रसाद भनेको एउटा एकनाथ खड्क र कालिका बिजुवारमा मन्दिर छ। एउटा कालिकालाई ल्याइन्छ उहाँको नाममा भोग। राज्यसँग तपाईँहरूको चाहिँ माग के छ? मतलब यो चाहिँ अझै ठुल्ठुलो अझै चाहिँ एउटा अब अझै विकसित होस्। अझै पर्यटकहरू अब हाम्रो धर्ममा आस्था राख्ने मान्छेहरू यहाँ अब आइरहनु भन्ने मलाई विश्वास छ। अनि यो कोटमा प्रत्येक वर्ष लडाइँ झगडा पनि हुने गर्छ। यसको लागि सुरक्षा संयन्त्र अलिक कमजोर भएको हो। लडाइँ झगडा हुन्थेन त्यति सामान्य खालको झगडा त सधैँभरि यो गाउँ टोलको हुन्थ्यो। हजुर अलिकति होइन। अहिले हामी सानै हुने बेला पनि कहिले लुङको र गोप्तीको झगडा परे, कहिले लुङको र तुसाराको झगडा, कहिले काको झगडा परे। यो ग्रुप बनाएको छ कि अहिले। हजुर अब लुङकोले तुसाराकाल नमान्ने, तुसाराकाल लुङको नमान्ने
होइन हजुर त्यो एउटा गुट बाँडेर आउने हजुर राम्ररी हिसाबले नआउने उनीहरू उनीहरू चाहिँ लडाइँ झगडा गर्ने उद्देश्यले नै आउने आस्थाको हिसाबले एउटा विश्वासको हिसाबले उनीहरू आएको छैन कि हजुर त्यसो हुनाले लडाइँ अब एउटा पावरको हिसाबले उनीहरू आउने भएर यो लडाइँ भएको के अरे अनि त्यो लडाइँ झगडा कम गर्नको लागि के गर्न सकिन्छ तपाईँको विचारमा के उपायहरू छन् लडाइँ झगडा कम गर्नुको लागि अब यो आफै कम हुनु पर्यो क्या कसैले सम्हाल्न सक्ने स्थिति छैन होइन हजुर जस्तै अहिले भर्खरको उदाहरणहरूमा सिंहदरबार ज्ञानीहरूले जलायो अब मालपोत अब राष्ट्रिय सभाहरू सबै जलायो नि हजुर हजुर त्यो अनुसारको त्यो चाहिँ एउटा निजर पैसा छ भनेपछि आफू कन्ट्रोल भएपछि लडाइँ झगडा कन्ट्रोल हुन्छ तपाईँको कन्ट्रोल हुने एकदम राम्रो उपाय दिनुभयो सबैजना कन्ट्रोल भएर संयमित भएर आउनु होला त्यो पनि हामीले यही भिडियो मार्फत भन्न चाह्यौँ निराजनलाई केही क्वेसनहरू छ भने निराजनले सोध्न सक्नुहुन्छ है यहाँको बारेमा एकदम समग्र तपाईँले आफ्नो परिचय पनि दिनुहोस् न है केवार जीसी हजुर अब झिम्रो गाउँपालिका वार्ड नम्बर 7 यही नै हो हजुर अलिक तल पर्छ स्कुल ल धेरै धेरै धन्यवाद हजुरलाई एकदमै नजिकको स्थानीय हुनुहुन्छ उहाँ चाहिँ एकदमै एकदमै खुसी लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद अब बाँकी चाहिँ अब यो लडाइँ झगडा भन्ने कुरो चाहिँ आफै संयमित हुनु पर्यो आफै सुरक्षित हुनु पर्यो कसैले केही गर्नेवाला छैन हुलमुलमा ज्यान जोगाउनु पर्यो आफूले हजुर ल धेरै धेरै धन्यवाद अङ्कल है फेरि भेट्दै गर्नु हस् धन्यवाद निर्मलजी तपाईँलाई स्वागत छ के छ तपाईँको हालखबर एकदम बढिया तपाईँ कता हुनुहुन्छ आजभोलि आजभोलि म अर्घाँची छु अहिले चाहिँ दसैँ मनाउन आइयो बिहान स्नान गयो अहिले चाहिँ यहाँ आइयो पुजारी जानलाई आराम छ एकदम तपाईँ चाहिँ कोर्टको विषयमा केही 2-4 शब्द बोलिदिनुहोस् न कोर्ट चाहिँ हाम्रो परम्परादेखि चलिआएको रीतिरिवाजलाई हामीले पनि नयाँ पुस्ताले पनि अझै व्यवस्थित रूपमा अगाडि बढाउनु पर्छ भन्ने सो यताबाट चाहिँ त्यो लाइट चाहिँ यताबाट आउने भयो कालो भएर कुरो बनाउनु तपाईँ कालो होइन रूपमा एकदम रूपवान हुनुहुन्छ हेन्डसम हुनुहुन्छ कोर्टको बारेमा यति नै भन्नुहुन्छ कि केही थप्नुहुन्छ होइन यति नै हो अनि म तपाईँलाई एउटा क्वेसन सोध्न चाहेको कुरा पहिले हाम्रो कोर्टलाई ढुङ्गाले छाएको थियो अहिले यो सिमेन्ट लगाएर रातो कलर लगाएछन् यो तपाईँलाई कस्तो लाग्छ यो कुरा त्यो पनि अब त्यो चाहिँ बनाइहाल्नु भयो बनिसकेको संरचनालाई किन भत्काएर अब फेरि बनाउनु र ऊ चाहिँ प्राकृतिक नै थियो जुन त्यो थियो नि मौलिक थियो नि जुन त्यो ब्ल्याक स्टोनले नै एकदम छाया थियो रुफिङलाई त्यसलाई चाहिँ राम्रै थियो तर अहिले चाहिँ अब ऊ भयो अब बनिसकेको संरचनालाई कमेन्ट चाहिँ नगरौँ हाम्रै उसले होइन अझै कोर्टलाई अझै राम्रो बनाउनलाई के गर्न सकिन्छ तपाईँको अझै राम्रो युवाको दृष्टिकोण मन्दिरलाई अझै आकर्षक तपाईँको तर्फबाट चाहिँ डिजाइनै हामीले गराउँदा तर मन्दिर अझै आकर्षक होस् तपाईँको तर्फबाट चाहिँ नेपाल सरकारलाई चाहिँ यो कोर्टको व्यवस्थापनको बारेमा समग्र कोर्टको बारेमा के भन्न चाहनुहुन्छ ठिकै छ यो भन्दा पनि अझै व्यवस्थित होस् होइन अब अन्तिम प्रश्न तपाईँलाई बिहे कहिले गर्ने बिहे चाहिँ गर्दै नगर्ने ब्लगर माइला ब्लग्स आउनु भएको छ लेकाली माइला ब्लग्स आइरहनु भएको छ उहाँ चाहिँ एकदम हेन्डसम पनि हुनुहुन्छ देख्न सक्नुहुन्छ एकदम फिट एन्ड फाइन मान्छे सिक्स प्याक नदेखा मैले हामीले पाखुरातिर मात्रै जोड गरौँ तपाईँलाई स्वागत छ अनिलजी यहाँहरू सबैलाई नमस्ते यति बेला म हाम्रो झिम्रो गाउँपालिका वडा नम्बर 7 तुषारा कोटोबाट यहाँहरू हाम्रो ब्लग हेर्दै हुनुहुन्छ निरन्तरता हेर्नुहोस् स्किप नगरिकन यहाँ आजको यो मेला बिको विशेष पाउनुहुने छ हामी यति बेला घुमफिर साथीभाइ भेटघाटमा छौँ होइन भिडियोलाई कति पनि स्किप नगर्नुहोस् अब आजको विशेष कार्यक्रम तपाईँले केही समयपछि मात्र पाउनुहुन्छ भिडियोलाई स्किप नगरिकन जोडिनुहोस् यो च्यानललाई माथि तपाईँ स्थान पनि जानु भएको छ जस्तो देखाएको थिएँ मैले तपाईँको फेसबुकबाट स्थान बिहान दर्शन गरेँ अहिले अनि त्यसपछि अहिले पुजारी आइसक्यो कि आइसकेन अझै हाम्रो 5 पुजारी आउनु भएको छैन पुजारी आइसकेपछि हाम्रो श्रद्धालु भक्तजनहरूको भिड जुन मुख्य स्थानतिर चाहिँ जानेछ र त्यहाँ भिड निकै हुनेछ नमस्कार नमस्कार तपाईँ यो कोटको मेलामा स्वागत छ धन्यवाद तपाईलाई स्वागत छ तपाईँ कता हुनुहुन्थ्यो आजभोलि आजभोलि म नवलपुरतिर नवलपुर हजुर त्यही क्यारिकेचरकै सिलसिलामा नवलपुर कि अरू अन्य कुनै कामको सिलसिला हैन मेरो सानो व्यवसाय छ व्यवसाय छ हजुर के को व्यवसाय गर्नु त्यो खुलाउन मिल्छ भने खुलाइदिनुस् मेरो एउटा सानो होटल छ हजुर तपाईँ चाहिँ तपाईलाई चञ्चले कान्छो माग्ने भनेर पनि चिन्ने गर्छन् तपाईँ प्युठानी चञ्चले कान्छो माग्ने हुनुहुन्छ है हजुर तपाईले माग्ने बुढोको क्यारिकेचर गर्नको लागि तपाईलाई प्रेरणा कहाँबाट मिल्यो नेपालमा यति धेरै कलाकारहरू छन् तक्मे बुढो माग्ने बुढो पाडे बुढो जिग्री कक्रोच बले धुर्मुसे कोते काजी जस्ता विभिन्न क्यारेक्टर हुँदा हुँदै पनि तपाईलाई माग्ने बुढो नै चुज गर्नुको कारण के अब
उहाँको आवाज मलाई सानैदेखि मनपर्ने र उहाँको भिडियोहरू मैले धेरै हेरिरहेको थिएँ र त्यो हेर्दा हेर्दै अब मलाई नि यस्तो बनौँ यस्तो गरौँ अब यसरी आवाज कसरी आउँछ भन्ने कोसिस गर्दा गर्दै तपाईँले उहाँको ड्रेसअप पनि जस्ताको तस्तै लगाउनुहुन्छ हो? हजुर हो। दाँतमा कालो पनि लाउनुहुन्छ? लगाउँछ। तपाईँले माग्ने बुढाकै क्यारिकेचर गर्नको लागि तपाईँ आफू माग्ने बुढो बन्नुहुन्छ, तपाईँलाई प्रतिक्रिया कस्तो आउँछ? कमेन्ट कस्तो गर्छन् दर्शकहरूले? दर्शकहरूले त अब कतिले राम्रो पनि भन्नुहुन्छ, कतिले नराम्रो भन्नुहुन्छ, तर सबैले माया गरेर भन्नुहुन्छ भने त्यसले खुसी लाग्छ। अहिलेसम्म तपाईँले स्टेजमा जाने बेला यो माग्ने बुढो नै हो भनेर झुक्किने त त्यस्तो अवस्था छैन नि? घोराइमा भएको छ। घोराइमा छ नि है? पछि गेटअप चेन्ज गरेर आउँदाखेरि होइन यहाँ यो हुन सक्दैन, यहाँ माग्ने बुढा नै हो भनेर चाहिँ भन्नुहुन्थ्यो। अब उहाँको भोइस त्यसो भए तपाईँले आफ्नो मेकअप गेटअप र आवाज दुरुस्तै पारेर जनतालाई कन्फ्युज पनि बनाइदिन सक्नुभएको छ। एकदमै खुसी लाग्यो। केही भन्न चाहनुहुन्छ भने दुई चार शब्द उता भनिदिनुहोस्। अब त्यो आवाज त्यति क्लियर नआउला नसुन्नेला र देश विदेशमा छरिएर बस्नुहुने र मलाई चिन्ने नचिन्ने सम्पूर्ण दर्शकलाई नमस्ते भन्न चाहन्छु। र हामी चाहिँ धेरै टाढादेखि यहाँ चाहिँ धेरै पुरानो परम्परा एउटा कोटको दसैँ मेला हामी चाहिँ सबैजना यहाँ रमाइलो गरिरहेको छौँ। तपाईँको माग्ने बुढाकै क्यारिकेचरमा दर्शकबिनलाई शुभकामना दिनुहोस् न त। अहिले अलिकति डिस्टर्ब छ, आवाज हामीसँग माइक छ, इको गइहाल्छ, काम चलिहाल्छ, भनिदिनुहोस् न एउटा। त्यसका बाजे यहाँ एउटा पाठ सबैजना रमाउने होइन, यहाँ चाहिँ हाम्रो के हुन्छ के एकछिनै राख्न सक्नुहुन्छ। ल धेरै धेरै धन्यवाद माग्नेजी, फेरि भेट्दै गरौँ। हस् त। राज्य व्यवस्था कालहरूको इतिहास बोकेको हाम्रो तुषाराकोटको आफ्नो प्राचीन मौलिक संस्कृतिको पहिचान छ। तुषाराकोट प्युठान जिल्लाका प्रमुख तुषाराकोट र स्नानको उत्तिकै महत्त्व भएको र तुषाराकोट घरका पुजारीले स्नानमा पूजाआजा गर्ने परम्परा भइआएकोले तुषाराकोट र स्नानलाई एउटै किनारे जसमा चुना भनेर धान र फरक भनेर तुषाराकोटलाई चिन्ने गरिन्छ। तुषाराकोटमा हेर्नु हो भने हरेक जातको आफ्नो योगदान र महत्त्व रहेको पनि पाइन्छ, जसले गर्दा हामी स्थानीयवासी कोटप्रति कताको सूत्रमा लागिएका छौँ। यहाँ विशेष गरी बडा दसैँ र चैते दसैँमा पूजाआजा गरी बोली दिने परम्परा रहँदै आएको छ। चैते दसैँमा चैत्र शुक्ला प्रतिपदादेखि 5 जातका 5 पुजारी कोट घरमा बसी नवमीसम्म विधिसम्म पूजाआजा गरी बलि मनाइने गरिन्छ। बडा दसैँमा शुक्ल प्रतिपदादेखि अर्थात् अवस्था दिनको 3 देखि 5 जातका 5 पुजारी कोट घरमा बसी चुखो निदो गरी फुलपातीको दिन विधिसम्म फुलपाती भित्रै अष्टमी अर्थात् कालरात्रिको दिन राति 12 बजे पूजाआजा गरी पाडो र पाठोको बलिदिन मनाइने गरिन्छ। नवमीको दिन पुजारी सबैले स्नान गरी कृष्णकाममा पूजाआजा गरी कालीपातीको बलिदिने तुषाराकोटमा आए तुषाराकोटमा चढाइएका काँडाको बलिदिने दशमीको दिनमा पूजाआजा गरी टिकाको आफ्नै सायद निकाली घरमा टिका वितरण गरी सोही टिका घरमा लिई टिका लगाउने परम्परा रहिआएको छ। र अन्तिम दिन टिकाको भोलिपल्ट अर्थात् असोज शुक्ला एकादशीका दिन सराय नाच र भजन कीर्तन गर्दै फुलपाती विसर्जन गरी दसैँको समापन गरिँदै आएको छ। अष्टमी कालरात्रि नवमी र फुलपाती विसर्जनको दिन यहाँ अत्याधिक भिडभाड हुने गर्दछ।
No.